नमस्ते म तपाईको साथी कमला घिमिरे। हामी चाहिँ आज सुटिङ सेटमा छौं पोषक सिरियलको। किन चिप्ले बाजे मैले उता छतरी हेलाउनुस्। छतरी पानी परेछ गाइस। छतरी नै भन्दा चाहिँ कहाँतिर हो? छतरी भन्छ तराईमा। फुन्डाल गर्नु हुन्छ सर? फुन्डाल गर्नु डाइरेक्ट गाउँका ठ्याक्कै हो? डाल गर्नु पर्यो। कस्तो फ्रेस हो कि के हो? पहिला फ्रेस नगर्ने सर ठ्याक्कै भन्नु सर। यो र उठ मात्रै, यो र उठ मात्रै हो। टाइट उपेर गर्ने गफ गर्दै गर्दै गएपछि अनि बिस्तारै राउन्ड घुमिसकेपछि हेर ल हेर अरिया दिदी हैन को ए ठुलो कान्छी म त घाँस काट्न लाग्छु चाहिँ। ल हेर भारी पुग्यो। पुग्न लाग्यो कहाँबाट आयो त? म त यता घुम्दै हिँडेको तपाईलाई देखेँ। अनि धेरै दिन भयो घाँस नकाटेको, धेरै वर्ष भयो। दिन पनि के भन्नु, साह्रै बचपनको याद आयो। यसरी नै घाँस काटिन्थ्यो बाबै। खै कहाँ गयो त्यो दिन। कति राम्रो घाँस हेर्नु। यो घाँस देखेपछि कुनैको मनले माल्ला त नकाटेको ल। मलाई पनि फल्या रहेछ। कति काट्नु भएको त घाँस भारी पुगेन। तल फ्याल्दैछु घाँस काट्दै तल फ्याल्दै परेछु। अब जाने हो र घर? एक डोको भइसकेछ त। आज घर कोही पनि छैनन् कि, त्यही भएर भाइ लस्टे पनि कहाँ मुन्थ्यो। जाउँ जाउँ घरतिर। आऊ आए कान्छी। कता गएर आएको बाजे? किन तपाईँ यहाँ सुत्ने हो र? यहाँ बस्ला के गरेर बस्नु पर्यो जङ्गलमा? के कुरा गरे यो लास्टिले फेरि? यहाँ आउने बेला बस्नु पर्यो भन्छु के कहाँ अनि बेला पनि जङ्गलमा बस्छ नि त। यो बाजे पनि पिण्ड खाने बेलामा के बोल्छन् हौ। ल आउनुहोस् यता आउनुहोस्। ल यता हो यता मदन बाज छोप्दैन। कान्छी हेर न, नाम्लो पनि कहाँ पुगेछ उ त्यो सल्ल्यौ बाबा। यही हो नाम्लो। अब आज के गर्ने त? नाम्लो भाइले अस्तिले कहाँ पुऱ्यायो। ल ल ल हामी त यस्तो गर्छौँ गाउँघरमा नि। कहिलेकाहीँ नाम्लो भेटिँदैन होइन, कता कता पुग्छ नि त। अनि यसरी बाँध्छौँ, त्यसरी बाँधेपछि नाम्लोको काम गरिहाल्छ। पढाइ सिक्यो? कहाँ सकिनु, पढेर कहिले सकिन्छ र दिदी? सकिया छैन? छैन। ए म त घाँस काट्दै बस्ने हो। फटा हो गाउँको। यस्ता फटाहरूलाई पनि किरा पर्छ हौ मर्ने बेला। कति दुःख गरेर काटेको घाँस अर्काले, कति दुःख गरेर काट्नुपर्छ। यस्ता टुलेर खाने डुलुवाहरूलाई के थाहा? फेरि कान बममारी छोडिदिनु आज त। दुःख गरेर काटेको घाँस बाबा अति न। गुल्टाइदिएर जानुभयो। कस्तो मात्तिनु भएको दाइ हुनुहुँदो रहेछ। यो हाम्रो गाउँको ट्यापेहरू हुन् के कान्छी, यस्तै हो। डकाल्थ्यो बाबा। यो तान्ने
जाऊ लाइट हाने थिए क्या जान्छ ल जान न गीता राम्रोसँग झुन्डिनु ल कि लिड लाइट ल्याउनु पर्यो नानी कहाँबाट अब गुन्डाले त बचाउने के तपाईँको भाग्य त गतिले रहेछ त म भाग्यमानी नि के हानी लाइट के हानी त्यही त एक जन मिलिहाल्छ हिरुनीलाई बचाउने गुन्डा सर हजुर कसले बस्नु गुन्डा रे हिरुनीलाई म फेरि हिरो भइदिन हिरोइनलाई बचाएपछि त अब हिरो भइदिएन सबैको लागि गुन्डा सबै हुँदैन नि सर कसैको लागि हिरो पनि बन्न सक्छ भन्ने कुरा चाहिँ दर्शिन्छ क्या यहाँबाट तर यहाँ क्वालिटी देखाउँ भन्नु सर बरु बत्ती ल्याऊ है ल्याउने कुराको सर ल्याऊ मलाई त हल्का गोरो देखाउनै पर्छ तपाईँ यसै पनि गोरो हुनुहुन्छ सर गीताजी यसलाई म के सोचौँ के रे सर के भन्नु पर्यो यसलाई म के सोचौँ रियाजले मलाई के म यसै पनि गोरो छु भन्नुभयो यसलाई म के सोचौँ यसलाई कम्प्लिमेन्ट सोचौँ कि यसलाई म यो पछि दिन्छ पुरै ढाड हो पुरै ढारै रहेछ सर ट्याके हो लाइसेन्स चाहिएन त्यसलाई चाहिएन अगाडिबाट मिटमा ल यो चाहिँ सोलो मौसम मारे यो चाहिँ अब उहाँ मैले यो लेखेपछि त्यहाँ सही हुन्छ नि मलाई हुँदैन नि ल जाऊ डाले तपाईँले बुझ्नुभयो चुरोट सिनमा पनि यसरी चुरोट टुट्दैन सर ल जाऊ फर्किने बेला यो फर्किनु हुन्छ हैन टिममा चाहिँ यसो फर्किनु पर्छ हैन ओ यो फर्किनु होला यसो फर्किनु भएन अनि सिधै कहाँ हेर्ने सर सिधै क्यामेरा वाला मुखबाट बाफै पो छुट्न थालेछ त हो हो तपाईँले खाएको चुरोट जति जम्मै यहाँ ल फर्किने बेला फेरि फरै फोकस लिम्ला ल उता सायद उडाएर आउने यहाँ साउन्ड उता छ ओइ बसिरहेको छ है ओइटी जाऊ ल ओके ल क्यामेरा रोल ओके आर्टिस्ट बोर्ड क्यामेरा रोलिङ रोलिङ एक्सन हेर्नुस् मैले तपाईँले भनेको काम गरिसकेँ जसलाई फसाउनु पर्ने हो फसाइसकेँ अब म कति यो जङ्गलमा बस्ने अब म यो जङ्गलबाट बाहिर निक्लिन चाहन्छु यदि मलाई पुलिसले समात्यो भने तपाईँ पनि फस्नुहुन्छ बेलैमा विचार गर्नुहोस् भयो आयो फोन गरे अनि ठ्याक्क अनि फोन गर्ने हो कि मैले त फोन गरेँ डन्डी अलि वर ताना खान्छ फोन सुन्यो अलि तल राख जाऊ जाउँ ल ओके रोलिङ एक्सन मलाई पुलिसले समात्यो भने तपाईँ पनि बस्नुहुन्न बेलैमा विचार गर्नुहोस् हजुर म यो जङ्गलमा कति बस्ने मलाई बचाउनु पर्यो वाइस पार्नु न तपाईँ लुकेर बसेर देखिन्छ क्या हो त्यहाँ गर्नु घाँसलाई वाइस पार्नुहोस् अनि मलाई हाल्नुहोस् त्यही काम लाग्छ के अब यहाँ के दरबार किन गरेर जाऊ मलाई पनि समय नि अहिले यो ओरा भन्ने कुरा छ ल त्यहाँ डाक्टर साहब रोल हाल्नु हुन्छ होइन म यहाँ गर्दा मलाई थाहा हुन्छ है गाइज सिन गर्ने बेलामा पनि चुरोट चाहिँ टुट्दैन पहिला सुरु दुई सर्को भएपछि चुरोट तानौँ अनि त्यस पछाडि फोकस ल है त ल कुरा गर्दै गर्दै ठुलो ठुलो स्वरमा डनको फेस आउँछ मोबाइल मात्र यसो गरौँ त यस्तै हल्का यति आउँछु नि त म यसरी सर यसरी हल्का मोबाइलमा त्यति आउँछु नि त मोबाइल ल ओइटी होल बस्नु त ल अनि त्यसपछि ठ्याक्क अनि फोन सुन्यो ट्याक ट्याक फोन सुन्यो सुनेपछि अनि फेरि यो मोबाइल देख्नु यो भइहाल्यो ल मैले ममताले देख्छु देख्दिनँ तपाईँले देख्नुहुन्न ल जाऊ त्यही फर्किनु सर ल जाऊ ल ओइटी ओइटी यति होइन त गुड ल म थोरै डाइल बोल्नु फर्किन्छु ल ल अनि त्यसमा सुन्छु ल जाऊ हेर्नुहोस् मैले तपाईँ भने काम गरिसकेँ रोलिङ एक्सन कहाँ जाउँ सर म मैले तपाईँ भने काम गर्छु जानुहुन्छ त्यहाँ फर्स्ट पार्टमा जाउँ 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 ल हेर्नुहोस् मैले तपाईँले भनेको काम गरिसकेँ जसलाई फसाउनु पर्ने हो फसाइसकेँ अब म कति दिन यो जङ्गलमा बस्ने अब म बाहिर निक्लिन चाहन्छु यदि मलाई पुलिसले समात्यो भने तपाईँ पनि फस्नुहुन्छ घुम्यो अब बेलैमा विचार गर्नुहोस् बुझ्नुभयो ल अझै फेस आउनुहोस्
अब मलाई बताउनुहोस् म कति जङ्गलमा बस्ने है क्या बाघ घुर्दिया कि यता बाहिर है अलि बाहिर आउनु है हात 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 अल्ता गर्नु अल्ता गर्नु कसरी के गर्नु हात अल्ता थोरै अल्ता ल हो ठिक छ किन फोन त्यो फेस छैन नि त गइरहेछ उले बोलिरहेछ के भन्नु त्यसै हुन्छ हैन त्यो फेस जाऊ जाऊ सर ओके रोलिङ एक्सन बोलिरहेछ मोबाइल हेर्छ मोबाइल हेर्नु हो हेर्नु गइरहेछ ट्याक्क गइरहेछ ट्याक्क बोलिरहेछ सट्ट मोबाइल खल्तीमा हाल्यो ट्याक्क भन्नु पऱ्यो चेता हुनु पर्यो अलिकति त पहिला सुनिसके सबले लुक्से आउनु पर्यो हैन लुक्से आउनु पऱ्यो नि तपाईँको यता भएर उहाँले देख्छ नि तपाईँले मलाई देख्नु भएको छैन कि हो यो टाइपको हुनु पर्छ लुक्स अहिले आउनु यो खुट्टा उता हेर्नु तपाईँले हो यो हेर्नु सर होइन ठिक छ यो टाइपको हान्ने ए गुड 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 हो ठिक छ सर यहाँ नि आयो भने आयो हो सर सर सही छ कि फोकस यहाँ हान्ने मेरोमा नि आहा नि तपाईँ अब धेरै हल्नु पाएन है होइन सकेन क्यामेराम्यानले टचै नगरौँ सर क्यामेरा हल्लिन्छ पानी आएको छैन भने नलौरा नि हुन्छ अहिले मैले चाहिँ भुल्ला त जगत उडाएको छु मलाई त भ्याउँदैन जति ठुलो आयो नि एक क्लास सुटै हुन्छ पानीमा हो जाउँ जाऊ सर ल मोबाइल पहिल्यै छ कि पछि हो डाइरेक्ट 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 हो ल ओके रोलिङ एक्सन हेर्नुहोस् मलाई पुलिसले समात्यो भने तपाईँ पनि फस्नुहुन्छ बेलैमा विचार गर्नुहोस् तपाईँले भनेको मान्छे मदन मैले फसाइदिएँ नाम लिने हो लिदिनँ तपाईँले भनेको मान्छे मदन मैले फसाइदिइसकेँ अहिले ऊ जेलमा छ अहिले ऊ जेलमा छ मान्छे मारेको केसमा अब ऊ बाहिर आउँदैन मान्छे मारेको केसमा छ ऊ हत्तपत्त बाहिर आउँछ फोकस गर्नु तपाईँले बुझ्नुभयो हजुर म यो जङ्गलमा कति बस्ने नानी मोबाइल बन्द गर ल बाहिर निक्लिन